हामी चाहिँ प्लेनमा चढ्न जाँदैछौँ गाडीमा चढिरहेछौँ आमा यता हेर्नु प्लेनमा चढ्न हामी जाँदैछौँ है तिनैजना अब स्विटम रोजा भन्नु पर्यो नि जाडो भएको छ नि अब केही भएन हौ हामीलाई त हामी कहाँ घुम्दैछौँ लाउनु अब यो कुन चाहिँ मार्केट हो रे यो चाइना मार्केट हो है चाइना मार्केट हो उनीहरू त हरायो त उनीहरू हरायो कि हामी हरायो ए हामी नै हरायो गजब अगाडि गएको छैन नि उनीहरू यता भित्र छिरेन आउनु न यता त्यो आमा खेल्ने हो त्यो अनि खेल्दा केही हुन्न मान्छे कति हो यहाँ एकदम खतरा ज्वाइँ सबै देशहरू डुल्यौँ जे होस् दुबई आएको देशहरू हाम्रो आमाहरू यहाँ छ नि यो भिडियो बनाएको आमा कस्तो भइरहेछ त ग्लोबल भिलेज राम्रो लाग्यो एकदम रमाइलो एकदम राम्रो लाग्यो दुनियाँभरि यहीँबाट हेर्न पाइन्छ नि गजब
कति किलोको यो 58-60 केजीको 60 किलोको सुनको औँठी ल कस्तो लाग्यो आमा 60 किलोको सुनको औँठी म मेरो सुन हेर्दा हेर्दा थाकेर बस्नु भएको छ होइन आमै कति लाग्यो कति देख्नुभयो त सुन अहिलेसम्म जिन्दगीमा देख्यो भने सबै धेरै सुन देख्यो होइन ल सुन हेर्दा हेर्दा थाकेर बस्नु भएको छ है मेरो الأبواب تغلق. Doors closing. यसलाई चाहिँ दुबई फ्रेम भन्छन् टाढाबाट देख्दा चाहिँ साह्रै सानो जस्तो देखिन्छ तर विशाल रहेछ विशाल कत्रो हो छोरी सम्झिनी आमा आउँदै यस्तो छ ठुलो Algoeva station. यो दुबईको ओल्ड सुक है सबैभन्दा पुरानो सुक आमा दुबई ओल्ड सुकमा हिँड्दै हुनुहुन्छ मम्मी यहाँ पछाडि हुनुहुन्छ दुबई ओल्ड सुक यो चाहिँ अलगुमेवा हो होइन नेपाली बस्ने इलाका यही हो यहाँ चाहिँ हिँड्दा हिँड्दै आराम गरिरहेछौँ हामी अब यहाँबाट कहाँ जाने भनेर सल्लाह गर्दैछौँ अलमल्ल परिरहेछौँ किनभने हामी फेरि चढ्नु भनेर आएको फेरि आजको लागि स्थगित रहेछ फेरिलाई अब नेक्स्ट डे आज चाहिँ हिँडिन्छौँ
कस्तो लाग्यो त दुबई हेर्दै हुनुहुन्छ घुम्दै हुनुहुन्छ कस्तो फिल भइरहेछ ल राम्रो हो अजिबो गरिब चिज देखिया छ नि सोचे भन्दा अलग छ नि त्यही त ए हाम्रो गाउँ यहाँ छौँ टक्क लगाके हामी अहिले अल्सिप एरियामा वकिङ गरिरहेको छौँ अल्सिप मार्केट यो ओल्ड दुबई ओल्ड पुरानो मार्केट हो होइन सबैभन्दा रेड सिरप मिठो छैन नाम चाहिँ के हो केले लोकमा यस्तो जाडो छ कि हेल्दी दुबई जाडो भएर यहाँ चिसो यस्तो छ हाम्रो हालत यहाँ जाडो भएर के भन्नु हेर्नु न आमालाई त्यस्तै जाडो मलाई त्यस्तै जाडो जाडो दुबई हामी आज चाहिँ काइट बिचमा आएको छौँ है काइट बिच लैन होइन जताबाट छिरै हुन्छ पुग्ने त छेउै त हो त अब आइसक्यो त अर्बन मङ्की आमा खै त पानीबाट तर्किनु भयो यहाँनिर यहाँसम्म पानीले केही गर्दैन क्या यहाँसम्म पानीले केही गर्दैन त्यहाँभन्दा मुनि चाहिँ नजानु फेरि भ्लाटै तानिन्छ
जाने चाहिँ ल फोटो पनि भिडियो पनि सँगै गरिदिन्छु ठुलो आयो भिडियो पनि राख किन तिर वहाँसम्म हिँड्नु पर्छ हामीसँगले काटिदिन्छ ठुलो आयो हावाको छाल त हो नि सबै ल हामी काटिदिन्छ रमाइलो गरिरहेको छौँ होइन हावाले गर्दा उठ्ने त हो यो हावाले गर्दा उठ्यो क्या दुनियाँको सबैभन्दा अग्लो यही हो योभन्दा अग्लो छैन आइपुगेको छौँ चाइना टाउन यहाँ बसिरहनु भएको छ लामा दुबई एक्वेरियम यही होला हेर्नु सबैभन्दा दुनियाँको सबैभन्दा ठुलो एक्वेरियम यही होला यसमा हेर्नु माछाहरू मछलीहरू होइन के हेर्ने हो होइन हेर्नु न अगाडि गएर हेर्नु न वहीँ गएर हेर्नु वहीँ गर नजिकबाट ल मैले त त्यो बनाएँ होइन मैले त तपाईँहरू हेरेको बनाएको हो क्या लामा हेर्नु कस्तो छ गजब हेर्नु त्यहाँ Sorry, let's meet up another one. The dinosaur. नहीं ये वो छांगो अब तो जाना उधर तो जाना हाँ मुनी जाने
आमै कस्तो लाग्यो त आमै कस्तो लाग्यो हौ आमाइलाई कस्तो लाग्यो त अब राम्रो लागेन गजब गजब देखियो नि सही लाग्यो मम्मी सही लाग्यो पानीको चमत्कार बिजुली बत्तीको चमत्कार हाम्रो काम कस्तो मजाले हामी जाँदैछौँ यो कुना नभएको बिल्डिङ हो यो यो बिल्डिङमा एउटा पनि कुना छैन कुना छेउ कुना छैन क्या हामी आमा आज चाहिँ पहिलोपल्ट गाडी लाग्यो होइन दुबई सफारी पार्क हो क्या यो यहाँ ट्रेन कुदिरहेको छौँ सफारी पार्कमा सफारी गर्नुलाई है हामी आइपुगेका छौँ अफ्रिकन भिलेज है योभित्र हेरिन्छ अफ्रिकन भिलेजभित्र के छ सर्लक्क लाएर हेरिन्छ पस्दै पस्दै भाइ पस्दै ल नजिकबाट हेर्नुपर्छ खै आमा कहाँ जानु यहाँ पुर्खाले पस्दिरहेको छ यहाँ पुर्खा हेर्न यो यहाँ पुर्खाले पस्दिरहेको छ ल भाइ सुतिरहेछ भाइ आमा ए पुर्खा यहाँ सुतिरहेछ है गजब तरिकाले ल यहाँ चाहिँ के छ यो के छ मृगहरू के हो अफ्रिकन मृग हो डढु बाँध्दा जस्तो है नाइला नाइला ओके नाइला यो हो हट्टा पनि हैन दैला पनि हैन यो हो नाइला नाइला बाख्रा बाख्रा जराएको प्रजाति हो तर यो कडक छ यो यहाँ चाहिँ छेपारो छेपारो सुतिरहेको छ हैन क्यामेलियन यहाँ चाहिँ पातमा एन्ड यहाँ सर मलाई चाहिँ डर लाग्यो म हेर्दिनँ अब होइन आइपुग्यो बिना पातको अफ्रिकन सुकेको रुख होइन यो मकुनाको भाइ भतिज अकुना फ्रम अफ्रिका अकुना है टाउको सानो हुन्छ यिनीहरूको अफ्रिकन हात्ती हो यो हाम्रो उताको भन्दा अलग हुन्छ नि हाम्रो आमा यहाँ हेर्नुहुन्छ आमाले हात्ती हेरिरहनु भएको छ गजबदार हात्ती आमै Wow!
दर्शकबिन ल जिब्रा छ जिब्रा पुरै चलिरहेको छ हैन यसकै नाम यो जिब्रा टाटेबाङ्रे भएर त्यो बाटो काट्ने ठाउँमा पनि टाटेबाङ्रे हुन्छ नि त्यही भएर त्यसको नाम पनि जिब्रा क्रसिङ भएको कारण त्यही भएर आमा यसकै कलर युज गरे भएर बुझ्नुभयो ल बताइछु सब खिच्ने पर्छ ल फ्ल्यामिङ्गोहरू रेड फ्ल्यामिङ्गो है यो फ्ल्यामिङ्गो हुन्छ ल दामी आछ दामी ओके दामी अफ्रिकन ढेडु जङ्गलको कुत्ता कामेनालाई नि घिन लाग्ने हेर बल्ल देखियो ल यी जङ्गलको शेर हिँड्दा छ है त टक्क जङ्गलको शेर अब यता एकदम भयङ्करको कछुवा यो चाहिँ बन्देल है बन्दे कडक बन्दे यसको हो नि त सुकुटी टक्क लगाएर बन्देल फ्राई ल हामी उल्टो बाटो गएको अवस्था त्यही भएर उल्टो बाटोबाट गयो भएर हामी फर्किँदैछौँ फेरि पाइन्छ सबै पाइन्छ नि बगी चढ्न पाइन्छ नि यसले हामी चढ्यौँ अब सफारीको लागि 3 जनाहरू छ चढ्नु नि त्यसमा 3 जनाको ढुक्क लाएर ल ओके डेजर्ट सफारीमा छौँ हामी अहिले होइन सबैजना यहाँ छौँ हामी दाजुहरू यहाँ हुनुहुन्छ आमा यहाँ हुनुहुन्छ हाम्रो सफारी बस ल यहाँ चाहिँ अस्ट्रिच छ ल गजब हामी दुबई सफारी पार्क एक्जिट गर्दैछौँ है ल अब यो चाहिँ हामी क्रुज डिनरको लागि क्रुजमा जाँदैछौँ होइन ल जानु गजब एकदम जाडो त बिजोक छ माथि सकिँदैन होइन रामी क्रुज ल होइन हिँड्नु न हामी हिँड्नु हजुर हिँड्नु अरू हुँदै गर्छ ल क्रुज डिनरको लागि है आज टिम यहाँ हुनुहुन्छ सबैजना पार्क ल दुबईको सबैभन्दा ठुलो र राम्रो हरियाली पार्क यही हो ल फोटोसुट गर्दै हुनुहुन्छ अस्ट्रेलिया आयो
गजब हामी जाँदैछौँ जुमेरा बिच रेसिडेन्ट टू हामी टुमा झर्ने हो क्या 2 मा Next station is Jumeirah Beach, Residence 2. ब्लू वाटर्स जाँदैछौँ आइन दुबई त्यही भइहाल्यो ल यस्तो हावा चलेछ ल हेर्नु ल दुबईमा कस्तो हावा चल्छ सलाम वालेकुम छ नि यो अहिले त मम्मी आमाहरू आएदेखि त होइन हो तपाईहरु आए त चिप्स पानीहरू खाँदै हुनुहुन्छ है त हामी अहिले ब्लू वाटर्स निर छौँ देख्नुभयो यो कत्रो ठुलो छ ल हेर्नु कति ठुलो छ दुनियाँको सबैभन्दा ठुलो हो यो दुनियाँको सबैभन्दा ठुलो वार्फ व्हिल भन्छ यसलाई दुनियाँको सबैभन्दा ठुलो है आइन दुबई रमजान पार्टी चलिरहेको छ त्यहाँ त्यो त बिजोक ठुलो छ नि त आमा बिजोक ठुलो छ बिजोक ठुलो ल बिजोक ठुलो छ बिजोक ठुलो यो त कै आइन दुबई गए मुनिबाट आइन दुबई जाँदैछौँ होइन लामा लस्कर लाएर जाँदैछौँ हामी जाने दिनको भिडियो अब यो होइन ल जाने दिनको भिडियो है त आज लास्ट डे बेलुकाको फ्लाइट छ अब त्यही भएर फाइनल अब हामी लन्च गर्न जाँदैछौँ प्रस्थान हुँदै हुनुहुन्छ नेपालको लागि है त प्लेन पाकिस्तानमा छ मान्छे यहाँ वेटिङ छ होइन त्यसै छ तपाईँहरू ल है त ल सबैको हातमा बोर्डिङ पास रेडी भयो ल मम्मीहरू अब टक्क नेपाल भोलि बिहान 8:30 बजे डक्करको नेपाल ल ह्यान्डकरी हेऱ्यो यो ह्यान्डकरी बिर्सिने होइन त्यो गर्ने होइन है ल मम्मीहरू लाग्नुभयो